रसुवा जिल्लाको गतलाङमा रहेको आमाछोदिङको गाउँपालिकामा रहेको पार्वती कुण्ड विशेष गरी ल हामी अब क्यामेरामा गर्छौँ आउनु यसरी पार्वती कुण्ड छ हैन आमा छोदिङमोको अर्थ के भने आमा भनेको आमाई हुन्छ छोदिङमो भनेको ताल हो है अब यो चाहिँ अब पहिला नै पुरा के भन्छ अब परापूर्वकालदेखि नै चलन चल्तीमा रहेको ताल हो र यसमा चाहिँ तपाईको भदौ महिनाको जनै पूर्णिमा विशेष मेला लाग्छ अझ भित्रको विशेष देखाउँ तपाईँ आउनु कमाने उयो तपाईले देखाउनु है यो चाहिँ के छ भने हाम्रो जनै पूर्णिमा विशेष मेला लाग्छ 108वटा धारा छ हिजो हामीले यो कन्फर्मेसनको लागि हिजो गन्यौँ पनि हैन त्यो भिडियो पनि हामी सँगै अपलोड गर्नेछौँ यसमा ठ्याक्कै 108वटा धारा छ र मुक्तिनाथ लगायत जहाँ गए पनि हजुरहरू यहाँ आएर एकचोटि दर्शन चाहिँ गर्नुपर्छ गोसाइकुण्ड जानुभन्दा पहिला चाहिँ यहाँ आएर दर्शन गऱ्यो भने एकदम फलदायी हुन्छ भन्ने विश्वास पनि रहेको छ र यो भदौ महिनामा चाहिँ के हुन्छ जनै पूर्णिमा चाहिँ 108वटा धारामै पानी आउँछ त्यो चाहिँ नुहाउनको लागि एकदम बेस्ट छ अब यहाँ तालपट्टि हेरौँ अलिकति है विशेष गरी तालको तस्बिर हेर्दाखेरि चाहिँ होइन कस्तो छ भने पानी सानो छ तर पानी सानो भइकन पनि ताल ठुलो छ भने तालको जोखिम चाहिँ अलिकति गतलाङ गाउँमा पनि छ तर ताल चाहिँ यो गोसाइकुण्डकै आसपासमा छ क्या ताल तपाईँहरूले अझै देखाउनु सक्नुहुन्छ यहाँनिर जाउँ होइन अलिकति अगाडि बढौँ होइन त्यहाँनिर तालको देखाइदिनु होला हाइट हेर्नु भने यो एकदम बलियो ताल छ क्या यहाँ अहिले त्यहाँबाट गराउँछ हामीले तपाईँ यो तालको विशेषता यो पुरै यो अस्ति भर सफा गरे हो होइन यो ताल यति पुरै यो फैलिएको थियो ठाउँ चाहिँ तर अहिले के भएको छ भने अब यो जलकुम्बी झारहरूले चाहिँ पुरै ताल छोपिएको अवस्था छ यहाँका स्थानीयहरूले चाहिँ झन् सफा सुग्घर गरिरहनु भएको छ अब हामीले देख्न सक्छौँ यो ताल पुरै फैलिएको ताल चाहिँ होइन एक किसिमले भन्यो भने गोसाइकुण्डकै लगभग गोसाइकुण्डकै हाराहारीमा छ ताल यो भिजिट गर्नको लागि चाहिँ जो गोसाइकुण्ड जान सक्नुहुन्न होइन भौगोलिक अवस्थाले पनि गाह्रो हुन्छ माथि अलिकति हाइट लाग्ने लेक लाग्नेहरूलाई चाहिँ यो ठाउँमा चाहिँ बेस्ट छ किनभने गाडी पनि आउँछ बाइक पनि आउँछ सबै आउँछ जो पनि आउन सक्नुहुन्छ त्यस कारणले तपाईँहरू भिजिट गर्नु होला रमाइलो गर्नु होला यहाँ चाहिँ अब जनै पूर्णिमा चाहिँ विशेष मेला लाग्छ त्यसको लागि चाहिँ फेरि अब हामी जनै पूर्णिमा फेरि आउनेछौँ त्यति बेलका लागि हस् त धन्यवाद